हेलो माई ब्युटिफुल पिपल्स। आज चाहिँ म फर्स्ट टाइम यो थट्नेको अचार बनाउँदैछु। सो मलाई याद छैन, कहिले पनि खाएको पनि छुइनँ, याद पनि थिएन, आज मात्रै याद भयो। सो म आज यसको अचार बनाउँदैछु। के भन्छ केलाएर पनि रेडी बनाएर। अब यसमा चाहिँ अदुवा खुर्सानीहरू हाल्नु अरे, मलाई याद छैन के हाल्नुपर्छ भनेर। मेरो साथीले चाहिँ अदुवा खुर्सानी लसुन हाल्नु, अब यसलाई के भन्छ मेन पनि नपिस्नु, अब हल्का त्यतिकै राखेर पिस्नु भन्दै थियो। अन्तदेखि यहाँनिर चाहिँ म पिसेछु डान्स गर्दै 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 हो। यसमानिर चाहिँ अन्त त्यो साथीको जस्तै बनाउनु भन्दै थियो नि त। अन्त मैले कहिले पनि बनाएको छुइनँ होइन, कहिले पनि खाएको पनि छुइनँ, याद पनि थिएन। फर्स्ट टाइम आज मेरो साथीले भनेको थियो कि यो खान्छ भनेर, उसले त्यसरी खायो कि टिपेर। अन्त म चाहिँ मर्छु जस्तो लाग्यो नि त, झारहरू जस्तो लाग्यो। अन्त मलाई याद थिएन यो खान्छ भनेर। सो अन्तदेखि मैले डिसाइड गरेँ यसको अचार खान्छ भनेको थिएन साथीले। अन्तदेखि ल नि त आज बनाइदिन्छु नि त कसरी बनाउँछ भनेर चाहिँ मैले साथीकोबाट सिकेँ होइन। यस्तो यस्तो हाल्नु, यस्तो यसरी बनाउनु भनेको थिएँ। अन्तदेखि मैले अदुवा खुर्सानी अन्त के भन्छ लसुनको पेस्ट भने, अन्तदेखि प्याज र टमाटर चाहिँ के भन्छ चप गरेँ। अन्तदेखि त्यो चाहिँ साथीको जस्तै बनाउनुको लागि। अन्तदेखि यहाँनिर चाहिँ म रेडी बनाउँदैछु। मलाई चाहिँ याद छैन कस्तो टेस्ट हुन्छ, कस्तो हुन्छ भनेर। सो म पनि एकदम एक्साइटेड छु यो बनाएर खानको लागि चाहिँ। तर खाँदाखेरि चाहिँ कस्तो हुन्छ कुनै अब याद छैन, अमिलो चाहिँ हुन्छ अरे भन्दै थियो। अब यो बनाएर म पनि यसरी ट्राई गर्छु। अन्तदेखि मैले बनाइसक्नु आँटेको छु, तेल पनि हालेँ होइन। अन्तदेखि मैले यहाँले चाहिँ मिक्स गर्दैछु ल। तपाईँहरूले कसले खानुभएको छैन कमेन्ट गर्नुहोस्। तपाईँहरूको ल्याङ्ग्वेजमा, तपाईँहरूको आफ्नो आफ्नो ल्याङ्ग्वेज हुन्छ, के भन्छ यो थट्ने हो कि, मलाई भन्नु हो भने मलाई राम्ररी याद छैन थट्ने हो कि ठट्ने हो। सो प्लिज कमेन्ट गर्नुहोस् ल। नानीहरू चाहिँ पछाडि चाहिँ गीत बज्दै थियो नि त। अन्तदेखि घाँस काट्ने खुर्केर आयो जौवन हुर्केर भन्दै गीत बज्दै थियो नि त। अन्तदेखि चाहिँ म चाहिँ डान्स गर्दै नै यहाँनिर मिक्स गर्दै थिएँ। एउटा चाकेको त पुरा अमिलो भयो होइन। तर यहाँनिर डल्लै मैले यसरी बनाइसकेँ, देख्नुहुन्छ कस्तो देख्दैछ। तर खाँदाखेरि चाहिँ अमिलो